सम्पूर्ण साथीहरूलाई मेरो भ्लगमा स्वागत गरे है। म आज यो नमस्ते नमस्ते ल तपाईको नाम? हजुर मेरो खगेन्द्र बहादुर बुढा। हजुरको? हजुर नमस्ते, मेरो नाम सुरेश दराई, म चितवनदेखि हो। ए हाम्रो मेरो नाम असन गुरुङ, असन गुरुङ। कहाँदेखि? फ्रम गोर्खा। ए अहिले हामी हालमा सर्बिया, आज यस्तो छुट्टीको टाइम थियो के अरे, यसो ल डाँडातिर जाउँ घुम्न भनेर घुम्न आएको। आफ्नै नेपाल जस्तो लाग्यो हेर्नुहोस्, घरहरू नेपालको सेम हेर्नुहोस् ल, कुनै फरक छैन। हामी जङ्गलमा घुम्दैछौँ, रमाइलो गर्दैछौँ। छुट्टीको बेला अब जाउँ त रमाइलो गरौँ भने हिँड्यो के अरे, हिँड्दैछौँ गोरेटो बाटो। अब जाँदा जाँदा बाटै बिर्से हेर्नुहोस्, कता हो छिर्ने बाटो, उल्टो बाटो छिरेछौँ। त्यही पनि हिँड्दैछौँ, अब आफ्नो स्थानतिर पुगेला थोरै समयमा है। ल साथीहरू, अब यो नयाँ ठाउँमा घुम्दाखेरि अलि रमाइलो लागिरहेको छ। अब मसो त दुःखको पीडाहरू त विदेशमा छँदैछ, तैपनि हामी यहाँ आएर अहिले आफ्नो नेपाललाई सेम सम्झेर सर्बियामा एकदमै खुसी छौँ, बसिरहेछौँ दुःख सुख गर्दै, आफ्नो घर परिवारलाई सम्झेर यति टाढा आएका छौँ। धेरै धेरै ह्याप्पी छौँ। ल साथीहरू, केही त्यस्तो छ भने सम्झिनु होला है। ल बाई।